एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो भ्लगमा। फेरि पनि तपाईँहरू नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ छुट्टीको दिन, यसो मुड फ्रेस पारौँ, रमाइलो गरौँ भनेर यसो हप्तामा एकचोटि छुट्टी भयो भने काम गरी गरी बोर लागिहाल्यो, त्यही भएर यसो घुम्न जाउँ भनेर म अहिले घुम्न निस्किनु भएको छ। बाटोमा के कस्तो हुन्छ, घुम्न गएपछि के कस्तो हुन्छ। फाइनली गाइज हामी सेप पनि आइसक्नु भयो होइन। हामी कहाँ जाने सेप घुम्न डिसाइड भएन होइन। गर्मी कति छ अरे? हामी होसखास पार्क राम्रो छ भने सुनेको थियो, त्यतितिर जाने भनेको। लेट्स सी अब बाटोमा जानु के डिसाइड हुन्छ, हेर त्यतितिर जाँदै पनि। फाइनली हामी मेट्रो स्टेसनमा आएर मेट्रोको टिकट पनि काटिसक्नु भयो सेपले। मसँग चाहिँ मेट्रो कार्ड छ, म त्यही भएर मैले काटिनँ। त्यसपछि बाटोमा के कस्तो हुन्छ इन्जोय गरौँ। के अरे नै यो चाहिँ हामी मेट्रो कुदेर गर्मी चाहिँ लास्ट गर्मी छ, एकदम गर्मी बर गर्मी छ। भगवान् यहाँ हुँदैछ साह्रो गर्मी छ, साह्रो गर्मी होला। ल मेट्रो पनि आइसक्यो फाइनल्ली। ल अब चाहिँ हामी लाग्यौँ गन्तव्यतिर। जाम हामी फाइनल्ली राजीव चौक आइपुगेका छौँ। राजीव चौकबाट यहाँबाट बहुत खास जनालाई हामी आइपुगेका छौँ। रमाइलो होला जस्तो छ। फाइनल्ली हामी मेट्रोबाट झरेर हामी पार्कतिर आइपुग्यौँ गाइज। हाम्रो शिवसाब आउनुभयो, पुरै लालबाग भएर हामी फाइनल्ली पार्कमा आइपुग्यौँ। पार्क नेपाल भएको फिल आइरहेछ। नेपालवाला पुरै फिल आइरहेछ, भाइब आइरहेछ। कराची चराहरू गरिरहेछ हो कि न सेप? नेपालवाला फिल आएको किन भन्नु त? पार्क अरू त्यस्तो एकदम राम्रो खासै लाग्यो नि, तर एकदम शान्त कराहरू के अरे करा चराहरू के करा हाड नभएको जिब्रो के हुन्छ भन्छ नि सेप, टेस्टी भयो होइन। उपर बाघहरू ले पार्कमा घुम्दै हामी सर घुमिरहौँ। खासै पार्कमा त त्यस्तो राम्रो त लागेन। पर केटाकेटीहरू मात्र बसेको देखिन्छ पार्कमा। हाम्रो लागि यो पार्क बनाएर हिँड्छ, हाम्रो लागि यो पार्क बनाएर हिँड्छ। केटाकेटीहरू मात्र, गर्लफ्रेन्ड बोयफ्रेन्ड मात्र आउने पार्क रहेछ। के गर्छौ हो कि नै हो नि त? त्यही रहेछ नि पार्क, बेकार रहेछ कालीकौवा। त्यही भएर एकछिन फोटोसोटो किन्ने, भिडियो बनाउने, त्यसपछि फर्किने। कति मजा आएन। हामीले सोचेको के थियौँ के भयो। हामी चाहिँ पार्कमा छौँ। यहाँ माथि मस्जिद के रहेछ, यो अस्ति पुरानो रहेछ। डेन्जर छ यार, मान्छे सानो हो कि साथी, डेन्जर छ यार घरहरू। हाम्रो भुट बङ्गला जस्तो डेन्जर मजा आइरहेको। हजुर म खोल्नु के हो? फोन छैन क्या? के हो? कता रहेछ जिन्दो भित्र म फोन छ नि, फोन टेन्सन
हामी पर जङ्गल गयो 1-1.5 घन्टापछि फेरि हाम्रो अङ्कलसँग सोधेर अङ्कलले सोधेको पार्क कता छ भनेर यता पार्क छ भने बोबाल पार्क यता रहेछ र हामी उता पर कपालहरू बस्ने उतिर के भन्छ त्यही झाडीतिर गएर खत्तम भयो नि त यतातिर बोबाल रहेछ यतातिर पार्क बोबाल रहेछ सेफ फायर भएर पछि आइरहनु भएको सेफ छ म चाहिँ यहाँ छु यहाँ त चमेराको खाने रहेछ त्यहाँ यता चमेरा होइन मा हो के साह्रो तङ्गे चमेरा होइन सेफ फाइनली रिसाइ बल्ल यहाँ आइपुग्यो सेफ अब त खुसी हुन्छ सेफ पार्क भेट्यो होइन बबाल यतातिर बबाल रहेछ नि यार उता हामी फोकटमा उता झाडीतिर गएर कपालहरू बसेर धेरै त्यस्तोसम्म गएर पार्क भनेर पार्क छैन भनेर हामी यता होइन पार्क त खास मान्छे बबाल राम्रो यतातिर रहेछ विशेष पार्क चाहिँ लेट सी फेरि हामी घुम्दैछौँ के हुन्छ फेरि तपाईँहरू देखाउने छु हाम्रो सेफ भलिबल खेल्नु भए मजा आएन मन भर्खर खेलेर भर्खर बहुत ठाके छ त्यही भएर सेबर खेल्नु भए बल खेल्नु हुँदो रहेछ पुरिने हुन्छ टाइम खेल्नु रहेछ म चाहिँ खेलेर भर्खर थाकेको बस्नेमा बसिरहेको छु ल फाइनली हामी भलिबल खेलेर त आइसक्यौँ लास्ट बस्ने भइसक्यो दामी फुलहरू रहेछ यहाँ चोट लागिसक्यो भाइ हेर त वाच लगाएर खेलेको चोट लाग्यो यार गेम खेले भलिबल खेलेको घडीले आट काटेर खेलेको यतातिर त पार्क दाम रहेछ फिल्म हान्नु खबरी फिल्म हान्नु खबरी वाउ उनीसँग त उन पर्ने क्या हाम्रो एमएमए वाला भाइ त्यहाँ हान्छ जस इन्जोय भइरहेको 1v3 हानिन्छ उसले 1v3 यस्ता सो अहिले चाहिँ हामी अब पार्क सर हेरेर घुम्यो अलि रमाइलो गऱ्यो त्यो बेला हामी चाहिँ फाइनल रुमतिर जाने अब बहुत घुम्यो त्यही हो मजा रहेछ साइडतिर बुटा भन्दा त साइडतिर मजा रहेछ सब भिडियो बनाउँदै मजा आइरहेछ रे चिल एक हप्ताको टेन्सन फ्री बोरिङ हुन्छ नि जुन काम गर्दा यहाँ हो त्यो सब टेन्सन चाहिँ भयो यहाँ पार्कमा आयो रमाइलो गऱ्यो धेरै राम्रो रहेछ पार्क पनि हामी त साइडतिर गएँ पहिले खोज्यौँ 1.5 घन्टा चाहिँ त्यो भेट होइन अहिले चाहिँ दामी रहेछ इन्जोय एकदम रमाइलो सेफ यता हान्दा के भन्छ मजा आएन होइन पहिले त 2-3 घन्टासम्म त्यत्तिकै घुम्यो होइन तास झ्याउलाएर त फर्केर पनि गएको बाहिर होइन पछि चाहिँ फेरि भाइले खोइ पहिला फोन गर्यो अनि आयो अब 2.5-3 घन्टा घुमेर बल्ल ठिकै भ्यू पाइयो अन्त पुरै फर्केर पुरै गइसकेको थियौँ हामी त पुरै फर्केर गयो बाहिर आधा बाटो गइसकेको थियौँ फेरि हाम्रो रेशम अङ्कललाई थ्याङ्क यू सो मच भन्न चाहन्छु फाइनली रेशम अङ्कलले फेरि फोन गरेर कहाँ चाहिँ घुम्ने थियो भनेर सोधेको उल्टो भने उल्टो गइरहेको रहेछौँ फेरि पछि आएर फेरि यतातिर बुले गरेर यतातिर सोध्यौँ मुख पुरै पानीले 1 बोतलमा लाग्यो पुरै मुख सुकेर ड्राई पुरै भइरहेको पुरै मुख पनि अर्को भइरहेको पुरै पसिना बोक्यो भलिबल खेल्यो रमाइलो गऱ्यो अब यसो रुममा जाने गर्न गरेर खाने सुत्ने फेरि भोलिबार फेरि 6 दिन फेरि त्यही हो फेरि लगातार काम हाने फेरि बोर बिल हुन्छ फेरि आउने घुम्न जस रमाइलो भयो बाई।